रिस, डाहा, घमण्ड, ईर्ष्या र क्रोधबाट बच्ने बाटो। मानिसको मनमा कहिलेकाहीँ रिस उठ्छ, डाहा लाग्छ, ईर्ष्या जाग्छ र घमण्डले ठाउँ लिन थाल्छ। यस्ता भावनाहरूले हाम्रो हृदयलाई अशान्त बनाउँछ र परमेश्वरबाट टाढा लैजान्छ। बाइबल भन्छ, रिस गर तर पाप नगर। तिमीहरूको रिस सूर्य अस्ताउनु अघि नै शान्त होस्। एफिसी 4:26 मा। यसले हामीलाई सिकाउँछ कि रिसलाई मनमा लामो समयसम्म राख्नु हुँदैन। डाहा र ईर्ष्याले अरूको खुशी देख्न नसक्ने बनाउँछ। घमण्डले आफूलाई ठूलो र अरूलाई सानो देख्न सिकाउँछ, तर परमेश्वर नम्र हृदयलाई मन पराउनुहुन्छ। हितोपदेश 16:18 मा लेखिएको छ, घमण्ड पतनभन्दा अघि आउँछ। साँचो क्रिस्चियन जीवन भनेको रिसलाई प्रेमले जित्नु, डाहालाई कृतज्ञताले हटाउनु, ईर्ष्यालाई सन्तोषले बदल्नु र घमण्डलाई नम्रताले दबाउनु हो। जब हाम्रो हृदयमा क्रोध र ईर्ष्या आउँछ, तब प्रार्थना गरौँ। परमेश्वरले हाम्रो मनलाई शान्त पार्नुहुन्छ र प्रेमले भरिदिनुहुन्छ। शान्त हृदय, नम्र मन र प्रेमले भरिएको जीवन नै परमेश्वरलाई प्रसन्न पार्ने जीवन हो।